नमस्कार। हेलम्बुको कुटुमसाङबाट सूर्यकुण्ड हुँदै गोसाइकुण्डको पदयात्रामा यहाँलाई स्वागत छ। अबका आधा घण्टा हामी हाइक फर हेल्थका 8 जना हिँडन्तेहरू यात्राको रोमाञ्चक क्षण मार्फत तपाईहरूसँगै हुनेछौँ। यात्राको पहिलो दिन 2082 कार्तिक 7 अर्थात् अक्टोबर 24, 2025। काठमाडौँको बौद्ध महाकालबाट हेलम्बुको कुटुमसाङ पुग्नु छ आज। लगभग 6 घण्टा लाग्छ होला। जोरपाटी, साखु, जर्सिङपौवा हुँदै काठमाडौँबाट उत्तर पूर्व पर्ने मिलम्ची बजारबाट मिलम्ची किनारै किनार हेलम्बु गाउँपालिकाको चनौटी आइपुग्यौँ। यस ठाउँ करिब 1000 मिटरको उचाइमा रहेको छ। इचोक हुँदै कुटुमसाङ पुग्न अझै 2 घण्टा यो गाडीमा गुड्नु पर्ने छ उकालो। करिब 2470 मिटरको उचाइमा रहेको हेलम्बु गाउँपालिका वडा नम्बर 7 मा पर्ने कुटुमसाङ आइपुग्यौँ। अहिले दिनको 4 बजेको छ। आज हामी यही माउन्टेन भ्यू लज रिसोर्टमा बस्नेछौँ। डाक्टर उमेश खनाल 10 वर्ष अगाडि यस ठाउँमा आउँदाको आफ्नो अनुभव सुनाउँदै हुनुहुन्छ। 2072 सालपछि डाक्टर उमेश खनाल आज यहाँ आउनु भएको छ। यो ठाउँमा यही ठाउँमा बस्नु भएको उहाँ 2072 सालमा यही ठाउँमा आउनु भएको थियो। यही होटेलमा म बसेको थिएँ। यो उतापट्टि कोठा छ एउटा सानो कोठा थियो, त्यहाँ बसेको थिएँ। त्यहाँबाट यो बाटो हुँदै सिक्लिङ यो बाटो हुँदै अर्को ताङतुङ भन्ने ठाउँमा गएको थिएँ। अनि यसबाट फेरि उता हेलम्बु वडा नम्बर 1 पनि त्यही दिनमा लगातार 10 घन्टा हिँडेर पुगेको थिएँ। अहिले त अब त्यति सकिँदैन होला, तर बाटो अहिले धेरै फराकिलो भएछ। अनि गाडी पनि जाने रहेछ अहिले यो बाटोमा। पहिला चाहिँ हिँड्ने बाटो मात्र। कुटुमसाङ भन्ने ठाउँमा जम्मा एउटा होटेल मात्र थियो। त्यो होटेल मात्रै हो पहिला। अनि अरू होटेलमा बस्ने खाने सुविधा थिएन। बास बस्न त पाइन्थ्यो होला। कुटुमसाङको यो रमणीय ठाउँ देब्रेतर्फ सिन्धुपाल्चोक र दाहिनेतर्फ नुवाकोट पर्ने रहेछ। यो बिचको भाग रहेछ। होटेल गोसाइकुण्ड। सूर्यास्त हुन आँट्यो है। प्रकृतिको सुन्दर नजारा अस्ताउँदै पनि संसारलाई आकर्षण छोडेर जाने। 9 डाँडा पारीबाट सूर्योदय हुँदैछ। अति सुन्दर क्षण। सूर्योदय हेर्ने राम्रो गन्तव्य रहेछ कुटुमसाङ। पर देखिएका ती चुचुराहरू क्रमशः गोन्जाला पिक, याला पिक, सिसाङपाङमा, लाक्पा दोर्जे, जुगल र गौरी शङ्कल हिमालहरू लहरै उत्तरदेखि पूर्वतिर फैलिएर बसेका रहेछ। अहिले बिहानको 7:30 भयो। अब हाम्रो गोसाइकुण्डको लागि आजबाट पैदल यात्रा सुरु भयो। कुटुमसाङबाट सुरु हुँदै गरेको हाम्रो पदयात्रा मागिनगोट, थारेपाटी, घोप्टे, फेदी, अप्पर फेदी, सूर्यकुण्ड हुँदै गोसाइकुण्ड पुग्नेछ। त्यहाँबाट लौरी विनायकको गणेश मन्दिर, लौरी विनायक भ्यू पोइन्ट, चन्दनबारी, देउराली हुँदै धुन्चेमा पुगेर विश्राम लिनेछ। उयो सिधा अगाडिको पिक शिवपुरी भयो। काठमाडौँको सुन्दरी जलबाट चिसापानी हुँदै करिब 2 दिनको पदयात्रामा सजिलै यहाँ आइपुग्न सकिन्छ, जुन हेलम्बु क्षेत्रको प्रख्यात पदयात्रा गन्तव्य हो। अहिले त यहाँ खान र बस्नको लागि पर्याप्त विश्राम गृहहरू रहेछन्। यहाँसम्म काठमाडौँको जोरपाटीबाट मिलम्ची हेलम्बु हुँदै सार्वजनिक बस समेत चल्ने गरेको रहेछ।
यो होटल भयो। यहाँ हाम्रो डाक्टर उमेशले यहाँ सबै ठाउँहरू भन्दै हुनुहुन्छ। यतापट्टि यो हो समुद्र टार, यो सिधा अगाडि त्रिशुली नदी, त्यहाँबाट तादी लिसङ्खु खोला मिल्दै लिखु खोला लिसङ्खुबाट जाने नदी, उताबाट दुप्चेश्वरबाट सूर्यकुण्डबाट आउने तादी नदी, यसको सङ्गम बनेर हामी अब गोसाइकुण्ड यता, नेग्यामकुम्बा यता, हेलम्बु यता, कुटुमसाङमा छौँ अहिले हामी। यो बाटो यसरी उक्लेपछि माथि पुगिन्छ। हेलो हेलो, हाम्रो कालीप्रसाद सर आउँदै हुनुहुन्छ, मी कालीप्रसाद, सुजित पोखरेल सर आउँदै हुनुहुन्छ, प्रज्वल बस्नेत प्रज्वल बस्नेत आउँदै हुनुहुन्छ, भाइ हाम्रो डाक्टर घेराज, डाक्टर सुशील, डाक्टर उमेश, लास्टमा डाक्टर प्रेम। प्रज्वलले भिडियो लिइरहनु भएको छ, रमाइलो भइरहेछ। अरू सबैले आउँदै हुनुहुन्छ। यताबाट कुटुम्बसँग जाने हामी निकुञ्जभित्र यहाँ निकुञ्जको चेकपोस्ट आयो। गोसाइकुण्डको यात्रा पूर्ण रूपमा लाङटाङ राष्ट्रिय निकुञ्जभित्र हुनेछ। निकुञ्जको संरक्षणमा तैनाथ नेपाली सेनाको श्री श्रीनाथ गणको कार्यालय रहेछ। यहाँ सुरक्षा एवं संरक्षणको लागि पदयात्राको झोलाहरू चेक जाँच गराउनु पर्ने र अभिलेख नाम दर्ता गर्नु पर्ने पनि रहेछ व्यवस्था। निकुञ्जको कार्यालय प्रवेश शुल्क नेपालीको लागि रु 100, सार्क सदस्य राष्ट्रको नागरिकको लागि रु 1500 र अन्य विदेशी नागरिकको लागि चाहिँ रु 3000 प्रति व्यक्ति पर्ने रहेछ। र साथसाथै आफ्नो नाम यहाँ लेखाउनु पर्ने रहेछ। यो निकुञ्जको क्षेत्रभित्र रेड पाण्डा अर्थात् हाब्रेको पनि वासस्थान रहेछ। यो संरक्षित जनावर हो। कतै हामीले पनि यसलाई देख्छौँ कि त। निकुञ्जभित्र हिँड्दा प्रकृति तथा जनावरलाई हानि हुने कार्य गर्न नहुने, त्यस्तै शान्तपूर्वक हिँड्नु पर्ने सल्लाह दिँदै हुनुहुन्छ निकुञ्जका कर्मचारी र हाम्रो नाम पनि टिप्दै हुनुहुन्छ। अहिले कोही पछि पछि, कोही अघि अघि, कोही बिचमा, हामी पुरा बाटो कभर गरेर हिँडिरहेका छौँ। पुरै गोसाइकुण्डबाट फर्क्यो अघि? हजुर हो, हामी गोसाइकुण्डबाट हिजो फर्केको। ए उताबाट आउनुभयो त? हजुर। ए उता चढ्यो यता फर्क्नु भयो? हिँड्नु छ सूर्यकुण्डतिर? छ है। हामीलाई पुग्ने खालको छ, फुल चाहिँ छैन, फुल चाहिँ जस्तो रमाइलो इन्जोय त हुन्छ, रमाइलो हुन्छ। अलि रमाइलो गर्यो। ए ल त रमाइलो गर्नु। हस्, थ्याङ्क यू। हामी यहाँ पानी खान रोकेको एकछिन। हामी हिँडेको लगभग 1.5 घन्टा भयो। यो सानो गोठो यहाँ पुग्दा 9 बज्यो। हामी हिँडेको लगभग 1.5 घन्टा भएछ। यहाँबाट मागेन गोठ पुग्न अझै 1.5 घन्टा लाग्ने रहेछ। बत्तीस 50 मिटरको उचाइमा रहेको हेलम्बुको मागेनकोट आइपुग्यो। अहिले 11:30 बजेको छ। भोक लागेकोले यस होटलमा खाजा खायौँ। यहाँ बस्ने व्यवस्था पनि छ। अब हामी ठडे पार्टीतर्फ हिँड्दैछौँ। लगभग 3 घन्टामा ठडे पार्टी पुगिन्छ होला।
सबैजना यहाँ बस्नु भएको छ सही ठाउँ छ सही ठाउँ छ 4 बज्नै लाग्दा थरेपाटी आइपुग्यो बोलीचालीमा थारेपाटी पनि भनिँदो रहेछ यस ठाउँलाई यताबाट हेलम्बु जाने यो बाटो माथिको बाटो हेलम्बु जाने यो तलको बाटो गोसाइकुण्ड जाने दुईतिरको बाटो भयो अहिले हामी 3650 मिटरको उचाइमा रहेको ठरेपाटीको यस होटेलमा आइपुग्यौँ आज यहीँ बास बस्ने हो आज कार्तिक 8 अर्थात् अक्टोबर 25 नै भए तापनि यहाँ त धेरै चिसो रहेछ बिहानको 7:30 बज्दैछ वरिपरि त पुरै तुसारो परेको छ पानी त छुनै सकिँदैन चिसो ठरेपाटीबाट अब हिँड्न सुरु गरौँ लगभग 2.5 घन्टामा घोप्टे पुग्नुपर्छ घाँस मात्रै पुरा तुसारो छ यसमा तीन 430 मिटरको उचाइमा रहेको घोप्टेमा आइपुग्दा अहिले 11 बजेको छ यो विश्राम गृहमा रोटी तरकारी खाँदैछौँ एकछिन आराम पनि गर्दैछौँ आज फेरि पुगेर बस्ने हो खासै हतार छैन पछि यता यही बाटो फेरि पुनः हिँड्नु भयो हैन 76 सालको भन्दा अहिले यो बाटोहरुमा ठाउँ ठाउँमा मेन्टेनेन्स गरे रहेछ अनि सिडीहरु धेरै नै थप्या रहेछ अनि ठाउँ ठाउँमा त्यो साना खोल्साहरुमा ब्रिजहरु पनि ब्रिज र छाना भएको ब्रिजहरुले गर्दाखेरि बाटोलाई पहिलाको भन्दा धेरै सुधार गरे जस्तो मैले पाएँ अनि खाने ठाउँहरु पनि अलि बढेको होला बस्ने ठाउँहरु निसन्देह पहिलाको भन्दा
खाने ठाउँ पनि पहिला त एकैचोटि मागेन गोठपछि एकैचोटि घोप्टे भिरमा लोवर क्याम्पमा पाइन्थ्यो भने अहिले चाहिँ बिचमा पनि रहेछ। यात्राको चाँजो बाजो मिलाउने हाम्रो सबै ग्यारासहरू हुनुहुन्छ यहाँ। सरलाई कस्तो लाग्यो, हिँड्दाखेरि कस्तो महसुस भइरहेछ? होइन अब यो हिँड्दाखेरि त पहिले यो बाटो यस्तो छ भन्ने कुराहरू यसो नेटमा अथवा पहिले सबै कुरा थाहा पाएरै आएको हो। सोचेको भन्दा अलिकति बढी ठाडो र अलिकति उकालो रहेछ। तर अरू ठाउँमा पनि हामी घुमिरहेको हिसाबले हेर्दाखेरि यो त्यस्तो धेरै एकदम अप्ठ्यारो चाहिँ होइन, तर एकदम रमाइलो रहेछ यतापट्टि। अब हामी फेदीमा पुग्न आँटेका छौँ, रमाइलो छ। हस्, धन्यवाद सर। हिँडेको करिब 2 घन्टामा फेदीमा आइपुग्यौँ अहिले हामी। यतिखेर दिनको 1:30 बजेको छ। यहाँको उचाइ 3710 मिटरको रहेछ। यसैको वरिपरि रहेको घोप्टे भिरमा सन् 1992मा दुर्घटना भएको थाई एयरलाइन्सको प्लेनका केही भागहरू यहाँ राखिएको रहेछ, केही अवशेषहरू यहाँ राखिएको रहेछ। गोसाइकुण्डको लागि अर्को पदमार्ग नुवाकोटको दुप्चेश्वरबाट तालु गाउँ हुँदै आउने बाटो पनि यही फेदीमा आएर जोडिँदो रहेछ। फेदीबाट हिँडेको 2.5 घन्टामा अप्पर फेदी अर्थात् हाई क्याम्प आइपुग्यो। यतिखेर दिनको 4 बजेको छ। हामी आजको रात यही विश्राम गृहमा बस्नेछौँ। यहाँ अलिक चिसो हुनसक्छ, अहिले त घाम लागिरहेको छ, घाम अस्ताएपछि चिसो हुनसक्छ। यात्राको चौथो अर्थात् मुख्य दिन आज। यतिखेर बिहानको 5:15 बजेको छ। अब हामी हाई क्याम्पबाट सूर्य पासतर्फ हिँड्न सुरु गर्दैछौँ। यो हामी हिँडेर आएको बाटो हो। यहाँबाट कुटुमसाङको भन्ज्याङ देखिँदो रहेछ। डाक्टर उमेश त्यही ठाउँ देखाउँदै हुनुहुन्छ हामीलाई। हामी हिँडेको ठाउँ कुटुमसाङबाट हो र कुटुमसाङ यो सिनमा कहाँ देखिएछ भने कुटुमसाङ त्यो हाई क्याम्पबाट हिँडेको लगभग 2.5 घन्टामा हामी सूर्य पास आइपुग्यौँ। यसको उचाइ 4610 मिटरको हो। बिहान 5:15 बजे हिँडेका थियौँ हामी। अब हामी नुवाकोटबाट रसुवा जिल्लातर्फ लाग्दैछौँ। आइपुग्यो सूर्यकुण्ड, कति रमाइलो। ओम सूर्याय नमः, ओम भानवे नमः, ओम खगाय नमः, ओम पूष्णे नमः, ओम हिरण्यगर्भा। सूर्यकुण्डको वरिपरि धेरै लेकहरू रहेछन्, जस्तै आमाकुण्ड, मोक्षकुण्ड, चन्द्रकुण्ड, रक्तकुण्ड, गणेशकुण्ड, कुमारकुण्ड लगायतका धेरै कुण्डहरू रहेछ। यहाँबाट उत्तरतिरको हिमाल पनि देखिँदो रहेछ, गणेश, श्रृङ्गी तथा मनासहरू लगाएका हिमालहरू। सूर्यकुण्ड पासबाट सूर्यकुण्ड पछि चन्द्रकुण्ड, चन्द्रकुण्डको माथिपट्टि आमाकुण्ड हुनुहुन्छ। त्यस्तै गरेर एउटा रक्तकुण्ड पनि छ है। त्यसपछि हिमाल आउँछ, त्यो हिमालको पछाडि नै अर्को कुण्ड छ। यो हामी उताबाट आउँदाखेरि देब्रे साइडमा दाहिने साइडमा चाहिँ गणेश कुण्ड, यो गणेश कुण्ड, तलको कुमारकुण्ड, गोसाइकुण्ड यहाँबाट देखिएको छैन, पछि मात्र देखिन्छ। त्रिशुल धारा आउँछ अनि गोसाइकुण्ड। यो अगाडिको हिमालहरू के होला? यो हिमालहरू गणेश हिमालको सिरिज गणेश हिमाल हो सबै। अनि त्यसपछि श्रृङ्गी हिमाल,
त्यसपछि मनासलुको शान्त र स्थिर लगभग गोलाकार आकृतिमा उत्तरबाट दक्षिणतर्फ फैलिएको 43 से 60 मिटरको उचाइमा अवस्थित गोसाई कुण्ड हो। यो 26 मिटर गहिराई भएको यो गोसाई कुण्ड यो विश्व प्रसिद्ध रामसार संरक्षणको सूचीमा परेको प्राकृतिक सम्पदा हो। यो लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको नेपालको एक अमूल्य प्राकृतिक सम्पदा हो। गोसाई कुण्ड हिन्दू, बौद्ध, किराँत लगायतका नेपालमा रहेका धेरै धर्मावलम्बीहरूको एउटा आस्थाको केन्द्रबिन्दु समेत हो। अहिले बिहानको 9:30 बजेको छ। कुण्डको स्वच्छ पानीमा नुहाएर त्रिशूल धाराको दर्शन, महादेवको दर्शन गर्दाखेरि मनै प्रफुल्लित भएको छ। विशेष गरी जन्य पूर्णिमामा यहाँ ठुलो मेला लाग्दछ। त्यस समयमा यहाँ मान्छेको धेरै भिडभाड हुन्छ। यहाँ खान बस्नको राम्रो सुविधा देखियो। हामीले यहाँ रोटी तरकारी खायौँ। यो प्रसिद्ध भैरव कुण्ड हो। गोसाई कुण्डबाट केही तल भैरव कुण्ड र त्यहीबाट सुरु हुन्छ हाम्रो त्रिशुली नदीको उद्गम स्थल र भैरव कुण्डभन्दा केही तल लौरी बिनाको साइडमा सरस्वती कुण्ड पनि रहेछ। लौरी बिनाएको चुचुरो आइपुग्यो। गोसाई थानबाट फर्कँदाखेरि यहाँ लौरो चढाउनु पर्छ भनिन्छ, तर खोइ एउटै पनि लौरो देखिएन। गणेशजीको मूर्ति मात्र देखियो। लौरी बिनाबाट आएपछि यो लौरी बिना भ्यू पोइन्टको रूपमा कस्तो दर्शनीय र रमणीय स्थान रहेछ। यो हेर्नुहोस् त 180 डिग्रीको लाइनमा हिमालहरू लहरे हाँसेर उभिरहेका छन्। उत्तरबाट क्रमशः लाङटाङ हिमाल, गणेश, जुगल हुँदै लार्के, लिरुङ र मनासलुसम्म देखिँदो रहेछ। वरिपरि गुराँसका कति धेरै बोटहरू। ओहो, गुराँस फुल्ने समयमा कति रमणीय हुन्छ यो ठाउँ। हामी अब चन्दनबारी हुँदै देउरालीमा पुगेर आजको बास बस्छौँ होला। हिजो रात लगभग 7 बजे हामी देउरालीको यस होटलमा आएर बस्न पायौँ। यो 5 दिने यात्रामा आज हाम्रो यात्राको अन्तिम दिन। आज हामी देउरालीको यस होटल भ्यू पोइन्टबाट चाहिँ यात्रा सफल भएको सबै के अरे सबै हामी साथी मेम्बरहरू खुसी भएको छौँ। यात्रा सफल भएको छ। हामी निस्किँदैछौँ र सबै साथीहरू आफ्नो सबैले चियर अप गरौँ। जय हाई फर हेल्थ भनौँ। हाम्रो यात्राको स्रोत कामना गरौँ। सुशील सर, हजुरको यात्रा कस्तो लाग्यो? गजब भयो। दोस्रो पटक यहाँ हाम्रो डाक्टर उमेश खनालको तेस्रो पटकको यात्रा भयो। उहाँले 3 पटक यो गोसाई कुण्ड चाहिँ पार गरिसक्नुभयो। सुशील सरको दोस्रो पटकको हो। हामी अरू पहिलो पटकमा छौँ। ल, हाम्रो यात्रा चाहिँ अब आजबाट अब काठमाडौँतिर लाग्यो हामी। अब बाई बाई गोसाई कुण्ड। अब आज धुन्चे हुँदै काठमाडौँ पुग्नु छ हामीलाई। के अरे हाइकिङ ग्रुपको मेम्बरहरू छौँ हामी झर्ने क्रममा चाहिँ पानी परेपछि एकछिन यहाँ ओत लाग्ने ठाउँमा बसेका छौँ। एकदमै भाइ हुनुहुन्छ। उहाँ चाहिँ गोसाई कुण्ड जाने क्रममा हुँदैछ। एक्लै सोलो ट्रेकर हुँदो रहेछ उहाँ चाहिँ। तपाईँको नाम? निरज कुमार राई थारू। ए कता बस्नुहुन्छ? म चाहिँ यहाँ काठमाडौँ। ल, तपाईँको यात्राको लागि बेस्ट अफ लक है। नेपालबाट विदेश निर्यात हुने पानीको स्रोत डाक्टर उमेश भन्दै हुनुहुन्छ। रसुवा मिनरल वाटर्स जुन चाहिँ नेपालमा मात्रै होइन देश विदेशमा पनि एक्सपोर्ट हुने चिज हो नेपालको। त्यो पानीको स्रोत चाहिँ त्यो 2टा झरना हुन् र त्यो 2टा झरना गोसाई कुण्डभन्दा दाहिनेपट्टि रहेका
हिम श्रृङ्खलाहरूबाट आउँछ। कुटुमसाङबाट सुरु भएको हाम्रो पदयात्रा सूर्यकुण्ड गोसाइकुण्ड हुँदै आज धुन्चे आइपुग्यो। अब हाम्रो खुट्टाले विश्राम गर्दैछ। अब हामी गाडीमा चढेर काठमाडौँ प्रस्थान गर्दैछौँ। काली सर हेलो बस हाम्रो यात्रालाई भिडियोको रूपमा हेरिदिनु भएकोमा सबैमा धेरै धेरै धन्यवाद।